म मेरो कविता सङ्ग्रह स्मृतिका पानाहरूबाट पाँचौँ कविता लिएर प्रस्तुत भएको छु र कविताको शीर्षक छ टुटेको तारा। म तारा हुँ सजिएकी तिम्रै लागि, म सजिए पनि कसैले हेरेन आकाशतिर। मेरो वर्णन ग्रन्थका पानामा भेटिन्छ, तर मेरो प्रशंसा कतै सुनिँदैन, न मुखमा न मनमा। म चम्किँदा कसैले महसुस गरेन, अन्धकार चिर्ने मेरो दीप्ति पनि बेकार भयो। तर म टुट्दा मात्रै सबैले हात जोड्छन्, आशीर्वाद देऊ भनी माग्छन्, जस्तो मेरो अन्त्य नै उनीहरूको सुरुवात हो। टुटेको तारा म के आशीर्वाद दिउँ त? म सिङ्गो हुँदा पो माग्नु थियो, म सर्वस्व दिने तयारीमा थिएँ। प्रेम, प्रकाश र ऊर्जा सबै अर्पण गर्न तयार। अब त म आकाशको अन्ध्यारो गर्भमा हराएँ। मेरो उज्यालो तिम्रो इच्छामा टुटेर गयो, तर सम्झनु तारा कहिल्यै मर्दैन, उसको उज्यालो हरेक सपनामा बाँचिरहन्छ। धन्यवाद।